Hello guys, welcome back to my another vlog. So guys, आज चाहिँ हामी भ्याक्सिन ड्युटी आएको गाई बस्तुको लागि अन्त एउटा छोटो मिनी ब्लग बनाउँ भनेको। हाम्रो गाइसहरु आउनु हुँदैछ यसरी। हामी एफएमडी भ्याक्सिनको लागि आएको छौं र यो चाहिँ हामी दामथाङदेखि मुनि धेरै मुनि हाम्रो टिम सँग आएको छु। देख्न सक्नुहुन्छ अहिले बस्तीमा छौं। चाहिँ एफएमडी भन्नाले चाहिँ के बुझिन्छ भने चाहिँ फुट माउथ डिजिज चाहिँ एकदम गाई बस्तीमा हुन्छ, जो चाहिँ नेपालीबाट खुरेदको बिमार पनि भनिन्छ। अहिले हामी यसरी गोठतिर जाँदैछौँ। साथीहरू, यसरी हामीले भ्याक्सिनको सुरुवात गर्यौं। डङ भ्याक्सिन लगाइरहेछौँ गाई बस्तुलाई हाम्रो सञ्जय भाइसँग। अन्त हाम्रो दिपा दिदीले चाहिँ यहाँनिर हल्का ब्लग बनाइदिनु हुँदैछ। उहाँले देख्न सक्नुहुन्छ यसरी। र मलाई चाहिँ साथीहरू यो बाछालाई चाहिँ अलिक साह्रो पर्यो। देख्न सक्नुहुन्छ यस्तो छुच्चा खाले रहेछ। अब बाछाहरू त यस्तै हुन्छ, तर पनि हामीलाई यसले बाँडबुन गरेर भए पनि हामीले यसलाई भ्याक्सिन लगाइ छाड्यौँ। देख्न सक्नुहुन्छ हजुरहरू। यहाँनिर चाहिँ पक्रिने कार्यक्रम चाहिँ मैले गर्ने निर्णय लिए साथीहरू। हाम्रो सञ्जय भाइले चाहिँ भ्याक्सिन लाउँदैछ, देख्न सक्नुहुन्छ। कमेन्ट गरिदिनुहोस् हाम्रो काम कस्तो लाग्छ हजुरहरूलाई। यो चाहिँ हाम्रो पवित्र नानाले दिनुभएको, उहाँलाई धेरै धेरै धन्यवाद। आजको हाम्रो भ्याक्सिनको प्रोग्राम सकेको साथीहरू। फेरि भोलि भेट्नेछौँ नेक्स्ट भिडियोमा।